मेरो नाम लक्ष्मण रिजाल, मेरो घर दैलेख। म तपाईहरुलाई आज एउटा कविता सुनाउँछु। कविताको शीर्षक छ के हुँदैन भन्दछौ तिमी। यो कविता सुनाउनु भन्दा पहिला म यसको रचना गरेर सुनाउँछु। जब म कक्षा 12 सकिसकेपछि मेरा धेरै साथीहरू विदेश गए। अनि विदेश जानुभन्दा अगाडि उनीहरूको एउटै धारणा थियो, एउटै विचार थियो। त्यो धारणा र विचार के थियो भन्दाखेरि नेपालमा बसेर के हुन्छ र हो। मैले तिनै साथीहरूलाई के हुँदैन भन्दछौ तिमी भनेर प्रश्न गरेको छु। कविताको शीर्षक छ के हुँदैन भन्दछौ तिमी। कविता पञ्चचामर छन्दमा छ। त्रास भेल रातका छिटै छिटै हराउँछन्, तिमी नरोक पाइला बिहान घाम आउँछन्। छ जोश काँध काँधमा छ रक्त त्यो नसाभरि, पहाड बन्छ फाटके हुँदैन भन्दछौ तिमी। पहाड बन्छ फाटके हुँदैन भन्दछौ तिमी। छदेश धरतीको गरा ती पाखुरा चलाउँदै, उठौँ उठौँ न हातमा उठो हलो समाउँदै। भक्त ज्ञान चेतना भएर बल्दछौ तिमी, हलो लिएर काँधके हुँदैन भन्दछौ तिमी। हलो लिएर काँधके हुँदैन भन्दछौ तिमी। नजाऊ दूर छातीमा, नजाऊ दूर छातीमा पिडाली कठैबरा, यही छ स्वर्गको धरा कुना कुना र कन्दरा। छ श्वास पात पातमा, छ श्वास पात पातमा जराभरि छ औषधि, बतास बल्न सक्छ के हुँदैन भन्दछौ तिमी। बतास बल्न सक्छ के हुँदैन भन्दछौ तिमी। उठेर आऊ काम केही जहाँ गए नि गर्नु छ, बदल्न देशको धरा तिमी अगाडि सर्नु छ। फुलाऊ फुल दुःखमा रमाउँछन् ती सन्तति, बनाऊ देश बन्छ के हुँदैन भन्दछौ तिमी। बनाऊ देश बन्छ के हुँदैन भन्दछौ तिमी। हुँदैन भन्दछौ तिमी। धन्यवाद। तपाईलाई मेरा रचनाहरू मन परेपछि यो रचनालाई लाइक गरिदिनु होला र यो च्यानललाई सब्स्क्राइब गर्दै गर्नु होला।